संसारमा कुनै पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन। हामी सबै कहीं न कहीं अपुरा छौं, कहीं न कहीं कमजोर र कहीं न कहीं अरूको नजरमा गलत। तर अचम्म के छ भने हामी सम्बन्धमा प्रवेश गर्दा मानिस होइन, परिपूर्णता खोज्न थाल्छौं। हामी चाहन्छौं उनी सधैँ बुझ्ने होस्, कहिले रिसाउने नहोस्, कहिले गल्ती नगरोस् र हरेक अवस्थामा हामीले चाहेको जस्तै बनोस्। तर के हामी आफै त्यस्ता छौं? साच्चै भन्नुपर्दा हामी अरूको आँगनमा जुम्रा पनि देख्छौं, तर आफ्नो आँगनमा भने भैँसी पनि देख्दैनौं। हामी भन्छौं ऊ परिवर्तन भए सम्बन्ध बच्छ, तर कहिले सोध्दैनौं म कति बदलिन तयार छु। सम्बन्ध भनेको दुई परिपूर्ण मानिसको भेट होइन, दुई अपूर्ण आत्माहरूले एक अर्काको कमजोरी सम्हाल्ने सम्झौता हो। हामीले बुझ्नै पर्छ सबै कुरा लडेर जित्नु पर्छ भन्ने छैन। केही कुरा छोडेर जितिन्छ, केही शब्दहरू नबोलेर सम्बन्ध जोगिन्छ, केही गल्तीहरू माफ गरेर प्रेम गहिरिन्छ। हामीले धेरै पटक सही र गलतको बहसमा मान्छे नै गुमाइदिन्छौं। हामी भन्छौं म सही छु, तर सही भएर पनि यदि कोही टाढा हुँदैछ भने त्यो सहीपनको के अर्थ? सम्बन्धमा सबैभन्दा गाह्रो कुरा के हो थाहा छ? अरूलाई बुझ्नु होइन, स्वीकार गर्नु हो। स्वीकार गर्नु कि ऊ कहिलेकाहीँ मौन हुन्छ, ऊ सधैँ भाव व्यक्त गर्न सक्दैन, ऊ पनि थाक्छ, ऊ पनि डराउँछ। र स्वीकार गर्नु कि हामी पनि सधैँ सजिलो मान्छे होइनौं। हामी पनि कहिलेकाहीँ अनावश्यक रिसाउँछौं, अहंकार देखाउँछौं, अनि हाम्रो चोट अरूलाई लागोस् भन्ने हामीले बुझ्दैनौं। सम्बन्ध टुट्ने कारण ठूला गल्तीहरू मात्र हुँदैनन्, सानातिना कुराहरू जसलाई हामीले इगो भनेर बचाउँछौं त्यसैले ठूला दूरी बनाउँछ। यदि हरेक कमजोरीमा छोड्ने निर्णय गर्यौं भने हामी जीवनभर एक्लै रहनेछौं, किनभने पूर्ण मानिस छैन, मात्र स्वीकार गर्न सक्ने र नसक्ने मानिस छन्। कहिलेकाहीँ सम्बन्ध जोगाउन कान बन्द गर्नुपर्छ, आँखा बन्द गर्नुपर्छ र मन खोल्नुपर्छ। सबै कुरा सुनिनुपर्छ भन्ने छैन, सबै कुरा देखिनुपर्छ भन्ने छैन। केही कमीहरू नजरअन्दाज गर्दा माया बाँच्दो रहेछ, सम्बन्ध जोगिदो रहेछ। सम्बन्ध भनेको कसैलाई सुधार्ने परियोजना होइन, कसैसँग बाँच्ने निर्णय हो। यदि आज तपाई कसैसँग हुनुहुन्छ भने एकछिन सोच्नुहोस् त, ऊ तपाईको जीवनमा गल्ती लिएर आएको हो कि साथ लिएर? उसको कमजोरी तपाईले गन्नुभयो, तर उसले तपाईको कति कमजोरी सहनु परेको छ कहिले गन्नुभयो? सायद सम्बन्ध जोगाउन हामीले धेरै होइन, थोरै मात्र सिक्नुपर्छ। सबै कुरा ठिक पार्नुपर्छ भन्ने छैन, केही कुरा स्वीकार गर्नुपर्छ। संसारमा कुनै पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन, त्यसैले केही कमीहरूलाई नजरअन्दाज गरेर सम्बन्ध जोगाइराखौं, किनभने मान्छे फेरि भेटिन्छन् कि भेटिँदैनन् थाहा छैन, तर एकचोटि टुटेको सम्बन्ध सधैँ उस्तै हुँदैन। धन्यवाद सुन्नुभयो। यदि मन छोयो भने सम्बन्ध जोगाउने एउटा कारण बनिदिनुहोस्।